सम्बन्धको फूल फुलाउनुभन्दा पहिला विश्वासको बिरुवा रोप्न सिक्नुहोस्। समाजका कतिपय नियमहरू सधैँ सबैका लागि नहुन सक्छ, त्यसैले आफूले सकेको जति राम्रो गर्नुहोस्। आफूलाई अरूसँग बिल्कुल तुलना गरेर चिन्तित नहुनुहोस्। बाँकी कुरा आफ्नै समयअनुसार चल्नेछ। कसैले 25 वर्षको उमेरमा विवाह गरे 10 वर्षपछि सन्तान जन्माए। कसैले 35 वर्षमा विवाह गरे 1 वर्षमै सन्तान जन्माए। कसैले 35 वर्षमा मास्टर डिग्री पास गरी 11 वर्षपछि आफूले खोजेको जस्तो काम पाए। कसैले 30 वर्षको उमेरमा उच्च शिक्षा पूरा गरे 2 वर्षमै खोजेको जस्तो काम पाए। कोही 25 वर्षको उमेरमा कम्पनीको निर्देशक बने र 50 वर्षको अल्पायुमै मरे। कोहीले सोही पदमा 50 वर्षको उमेरमा प्राप्त गरे र 90 वर्षसम्म बाँचे। मित्रहरू, भारतको समय अमेरिकाको भन्दा लगभग 10 घण्टा छिटो छ, तर यसको कारण अमेरिका ढिलो छ भन्न मिल्दैन। ओबामाले 55 वर्षको उमेरमा 2 कार्यकाल राष्ट्रपति बनेर अवकाश पाए, जबकि ट्रम्पले यही 70 वर्षको उमेरमा पाए। यसको मतलब सबैको आफ्नो समय हुन्छ, कोही पछाडि त कोही अलिक अगाडि। अरूलाई देखेर आफ्नो जीवन अरूसँग दाच्नुको कुनै अर्थ छैन। समाजका नाना थरी यति वर्षमा जागिर खाइसक्नुपर्छ, त्यति वर्षमा विवाह गरिसक्नुपर्छ, यति उमेरमा सन्तान जन्माइसक्नुपर्छ, जीवनलाई यसरी बिताउनुपर्छ भन्ने कुराहरूलाई छोडिदिनुहोस्। समाजका कतिपय नियमहरू सधैँ सबैका लागि नहुन सक्छ, त्यसैले आफूले सकेको जति राम्रो गर्नुहोस्। आफूलाई अरूसँग बिल्कुल तुलना गरेर चिन्तित नहुनुहोस्। बाँकी कुरा आफ्नै समयमा समय आफैले चलाउनेछ, समय अनुसार आफै चल्दै जानेछ। दर्शकवृन्द नमस्कार। सदैव जीवनमा प्रेरणाको आवाज बोलिरहने यहाँकै सहयात्राको साथी मोतीराज राई सदाझै आज पनि म यहाँको समक्ष अति रोचक, मननीय, सोचनीय, जीवन उपयोगी, जीवन र जगतका कहानी, कथा, व्यथा समेटिएको एक उत्कृष्ट मोटिभेसनल र अति सन्देशमूलक भिडियो लिएर यहाँहरूमाझ उपस्थित भएको छु। दर्शकवृन्द, विषय प्रवेश गर्नुभन्दा अगाडि यहाँले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला। यानि कि यस्ता खालका प्रेरणा, मोटिभेसनल र जीवन उपयोगी सामग्रीहरू यहाँले सदैव पाइरहनुहुनेछ र यस्ता खालका सकारात्मक कुराको खोजी र चासो दिने व्यक्तिहरूमध्ये तपाईँ एक हो। तसर्थ यस्ता खालका महत्त्वपूर्ण जीवन उपयोगी भिडियोहरू हेर्न हाम्रो च्यानललाई अवश्य पनि सब्स्क्राइब गरेर हामीसँग जोडिरहनुहोला। यस्ता जीवन उपयोगी सन्देशलाई संसारभरि प्रभाव गर्ने हाम्रो अभियानमा साथ दिइरहनुहोला। यदि गर्दा यहाँलाई त खासै फरक नपर्ला, तर हामीलाई भने अति हौसला र यहाँहरूको साथ मिल्नेछ। जब तिमी मर्नेछौ, कति छिटै तिमी व्यक्तिबाट वस्तु बन्छौ। जुन नाम कमाउन तिमी जीवनभर तछाट मछाट गर्ने गर्थ्यौ, मान्छेहरूले तिमीलाई तिम्रो नामले समेत बोलाउने छैनन्। उनीहरू भन्ने छन्, त्यो लासलाई बाँध, त्यो लासलाई उचाल, त्यो लासलाई दाग बत्ती देऊ, त्यो लासको खरानीलाई बगाइदेऊ। जीवनभर जसलाई तिमी इम्प्रेस गर्न फेसबुकमा रङ्गीन तस्बिरहरू राख्ने गर्थ्यौ, तिमी मरेपछि कयौँले तिमीलाई आफ्नो फेसबुक लिस्टबाट समेत अनफ्रेन्ड गर्नेछन्। आफ्नो फ्रेन्ड लिस्टमा राख्नु पनि किन? के अर्थ राखेर भविष्यमा काम लागे पो? तिमीलाई हटाइयो भने अर्कोलाई राख्न मिल्छ, अर्कोलाई राख्नको लागि खाली ठाउँ मिल्नेछ। तिमी जीवित छँदा जसले तिमीलाई मनमुटुमै राखेको छु भन्ने गर्थ्यौ, उनीहरूले समेत आफ्नो मन र स्मृतिबाट तिमीलाई डिलिट गर्नेछ। यथार्थ, आज तिमी जिउँदो छौ भने खुसी हुनु, बाँच्न पाएकोमा कृतज्ञ हुनु, जीवनलाई हर हालतमा राम्रो तरिकाले जिउने प्रयास गर्नु। सधैँ याद राख्नु कि मृत्यु जीवनको ठुलो क्षति होइन, ठुलो क्षति त्यसलाई भनिन्छ जब तिमी जीवित छँदै जीवनभित्र जीवन राम्ररी फुल्न नपाएको र मरेसर जीवन जिएकोमा। धनी ठाउँ त्यो अरबको मरुभूमि होइन जहाँ पेट्रोल डिजेलको अथाह खानी छ। संसारको सबैभन्दा धनी ठाउँ त्यो अमेरिका, रसिया, इन्डोनेसियाका फाँटहरू होइनन् जहाँ सुनका प्रशस्त खानी छन्। संसारको सबैभन्दा धनी ठाउँ त्यो रसियाको त्यो भूभाग होइन जहाँ युरेनियमको अथाह खानी छ। संसारको सबैभन्दा धनी ठाउँ अफ्रिकाको त्यो मरुभूमि होइन जहाँ हिरा मोतीको अथाह खानी छ। संसारको सबैभन्दा धनी ठाउँ चिहान हो, चिहान घाट जहाँ सुन्दर सुन्दर सपनाहरू छन् जो कहिल्यै साकार भएन, जहाँ महान महान योजनाहरू छन् त्यसको उपर कहिल्यै काम गरिन, जहाँ अनौठा अनौठा आइडियाहरू छन्
जो कहिल्यै वास्तविकतामा बदलेन, जहाँ जति सुन्दर पुस्तकहरू छन् जो जीवनमा कहिल्यै पनि लेखेन, जहाँ कति राम्रा राम्रा सृजनाहरू छन् जो कहिल्यै वास्तविकतामा रचिएन, सृजित गरेन। हामी चिहानलाई होइन जगतलाई धनी बनाउन सिकौँ। दर्शकवृन्द, यहाँलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा अवश्य पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हाम्रो भिडियोसँग यहाँहरूले आफ्नो सम्बन्ध राखिराख्नुहोला। तपाईँ जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, आपसमा माया बाँडेर अगाडि बढ्नुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, सधैँ सकारात्मक मार्गमा आफ्नो पाइलाहरू चाल्नुहोस्। हामी अर्को भिडियोमा अवश्य पनि भेट हुनेछ। त्यतिजेलसम्मको लागि म आज्ञा चाहन्छु। नमस्कार।